तपाईँहरूलाई सुत्ने बेला सधैँ अपडेट हेरेर सुत्नु मन लाग्छ, आज के भएछ के गरौँ भनेर सधैँ आरबिएनबीलाई माथिदेखि तलसम्म स्क्रोल गर्नुहुन्छ अनि अपडेट ल्याउन त आज भनेर सधैँ के अरे स्क्रोल गर्नुहुन्छ। न्युज पोर्टलहरू विभिन्न च्यानलहरू त्यसो गर्नुहुन्छ भने तपाईँ एउटा रोगको शिकार हुनुभएको छ। त्यसको नाम हो इन्फर्मेसन क्राइसिस। यो कस्तो हुन्छ भन्दाखेरि हामीलाई चाहिँ चाहिने कुरा चाहिँ त्यस्तो केही पनि हुँदैन कि, तर हामीलाई चाहिँ नयाँ कुराहरू फिड गरिरहन मन लाग्ने एउटा ह्याबिट हो कि, एकदम खत्तम ह्याबिट हो क्या। नतुक्तुक रेलेभेन्टै हुँदैन, कामै छैन क्या त्यो नयाँ कुरा इन्फर्मेसन दिने। मलाई म नेपालको मात्र होइन, मलाई इन्डियाको समेत न्युज च्यानल हेर्छु। न्युज च्यानल भन्दा इन्डिभिजुअल हुन्छ नि, न्युज लन्ड्री, यो लन्डन टपको एक दुईवटा पडकास्टहरू होइन, अनि अरू धेरै छन् होइन। अनि हिन्दुस्तान टाइम्सको त्यो आर्टिकल होइन, अनि कोर्ट अफ द डे भन्दा टाइम्स अफ इन्डिया कि यस्तै के छ त्यसले पनि हाल्छ। यिनीहरू मेरो फिडमा यिनीहरू एकदम भरेर आउँछ क्या होइन। म यस्तो एकदम एडिक्ट हो क्या। इभन न्युन म्यान, न्युज बोय, यो जो कामै छैन क्या मलाई, त्यो मलाई केही पनि काम छैन क्या, त्यही पनि मलाई एउटा एडिक्ट हुन्छ, न्युज एडिक्ट हो क्या म। मलाई न्युज हेरेन कस्तो कस्तो लाग्छ कि होइन। त्यस्तो यो भनेको चाहिँ एउटा काइन्ड अफ रोग जस्तो लाग्छ कि मलाई होइन। अनि मैले यो छोडेको चाहिँ न्युज हेर्न छोडेको चाहिँ अलिक कम गरेको भनौँ, छोडेको त छैन, जेन्जी आन्दोलनपछि हो क्या। सधैँ नेगेटिभ मात्रै न्युज हेर्न आउने होइन, अनि त्यो मनै लाग्ने छोडेँ क्या त्यो न्युज हेर्न। एकदम मनै भरिएर आयो, केही पोजिटिभ छैन भएर जेन्जी आन्दोलनपछि मैले अलिक कम गरेको होइन। तै पनि मैले न्युन म्यान चाहिँ अलिअलि हेरेर हुन्छु, अनि यो आर्टिकलहरू चाहिँ अलिअलि हेरेर हुन्छु होइन। अनि यो रविश कुमार होइन, देशभक्त, अनि यो अर्को प्रमिस समथिङ के छ, के हो मलाई चाहिँदैन क्या न्युजहरू, तै पनि म एकदम एडिक्ट छु क्या न्युजमा होइन। यो भनेको चाहिँ हामी चाहिँ इन्फर्मेसन क्राइसिसबाट गुज्रिरहेको छौँ कि। अनि नेपाली च्यानल भन्दा चाहिँ टिभी टुडे, यो टिभी, अनि नेपाल टाइम्स, अर्को न्युज 24, यी पर्टिकुलरली, अनि अहिले कान्तिपुरले हाल्छन्, यी कान्तिपुर त कालो मन्दिरले त्यो होइन। यिनीहरू भनेको चाहिँ मलाई पनि चाहिँदैन कि, कसैलाई पनि इन्फर्मेसन त्यस्तो ओभरलोड हुन्छ कि। अनि मैले आरबिएनबीलाई चाहिँ होइन 2011 क्लास हुँदै मैले चाहिँ यसलाई चाहिँ अनफलो गरिदिएँ कि। मैले नराम्रो भएर अनफलो गरेको होइन कि, आई क्यान कन्ज्युम मोर भनेर चाहिँ मैले अनफलो गरिदिएँ कि। यति धेरै अनि यिनीहरूलाई फलो गरेँ भने समथिङ रवि पक्राउ भनेर आउँछ, किन भनेर त खोज्यो भने लङ टर्म फर्ममै जान्छौँ क्या हामी हुन्छ नि। त्यही भएर अनफलो गरेँ, त्यही म लङ फर्ममै सिफ्ट भएँ कम्प्लिटली सो होइन। त्यही भएर इन्फर्मेसन क्राइसिसबाट जुझ्नलाई चाहिँ के भयो भन्दाखेरि मलाई जेन्जी आन्दोलनले थोरै हेल्प गरेँ होइन। अनि त्यसबाट चाहिँ मैले चाहिँ ओभरकम गरेँ, मेरो धेरै एक लेभलमा तल आएँ होइन। अब चाहिँ म चाहिँ यो न्युन म्यान, मलाई इन्डियाको के काम क्या, मलाई मतलबै छैन कि इन्डियाको, तै पनि म हेर्छु कि मलाई थाहा छैन, म माथि क्राइसिस आइरहेको छ कि। तपाईँलाई पनि यस्तै क्राइसिस आइछ भने के गरिरहनु भएछ होइन, के गर्दाखेरि यो एडिक्सन हटाउन सकिन्छ भन्ने सेयर गर्नु होला। द्याट्स माई टाइम। थ्याङ्क यू डे 17। दिस इज सुदर्शन।